एकचोटि यो भिडियो हेर्नु है त। यो भिडियो चाहिँ जुन भर्खर नेपालमा असोज 19 र 20 गते जुन इलाम क्षेत्रमा चाहिँ एकदम ठुलो बाढी पहिरो गएको थियो, त्यसमा चाहिँ 37 जनाको मृत्यु भएको थियो। त्यसमा पुरिएका केही व्यक्तिहरूलाई यहाँ निकाल्दै गरेको दृश्य रहेको छ। यो हेर्नु होला है त एकचोटि। हेर्नुहोस् त, कोदालोले खनेर त्यो मान्छे अन्त पुरिएको, अन्त मान्छेलाई तानेको बिचारा। कसरी पुरियो होला नि मान्छेहरू है। मान्छेको ज्यान जान समय लाग्दैन, मान्छेको ज्यान जान समय लाग्दैन। यस्तै गाह्रो छ नि त। हेर्नु त, निकाल्ने कोसिस जारी छ। अहिले चाहिँ देख्दा एकजना मात्रै देखिएको छ, कतिजना छ मलाई पनि थाहा छैन। हेर्नु त, हेर्नु त बिचारा। कति आशा भरोसा, कति के थियो होला, कति सपना थियो होला। हेर्नु त मानिसको सब चकनाचुर भएर नि। ओहो, 2 जना रहेछन्। हेर्नु त, एकजना निकाले, एकजना खुट्टा देखिरहेको छ। ओहो, जसले ज्यान गुमाउनु भएको छ उहाँहरूको चाहिँ स्वर्गमा बास होस् भन्न चाहन्छु।